ल साथीभाइहरू हामी छौँ यसमा यहाँनिर यस्तो दामी पेन्टिङ भइरहेको छ द लोकेसन इज क्वाइट ग्रेट जङ्गलको बिचमा हामी ट्रेल गर्दै गर्दै यहाँसम्म आइसक्यौँ हाम्रो मित्र विशाल दोस्त हाई भन्दै हाम्रो दर्शकवृन्दहरूलाई अनि हामी यस्तो ठुल्ठुलो रुखहरूको बिचमा राम्रो भ्यूको मजा लिँदै चराचुरुङ्गीहरूको मिठो मिठो साउन्ड सुन्दै होइन घुमिरहेका छौँ अति नै बेस्ट भाइब छ इन्टु द वाइट ओइ सिट हामीले के देख्यौँ मसरुम दिस मसरुम इज क्रेजी खाइदिउँ कि क्या हो ब्लगलाई निरन्तरता दिने क्रममा हामी सर्लक्क अहिले ट्रेलमा टुई हिँडिरहेछ स्काई भ्यू क्लियर टेम्परेचर 26 डिग्री सायद तर गर्मी चाहिँ गर्मी फिल भइरहेको हल्का हल्का अनि लुक एट द भ्यू त्यो भिडालो जस्तो ठाउँमा चाहिँ ढुङ्गा रहेछ तर मैले भेडा बाख्रा चरे जस्तो देखिरहेँ ठ्याक्कै त्यस्तै नाइस यस्तो मिठो हावा लगाइरह नि यो चाहिँ हाम्रो मेन लोकेसन हो वानो स्किन अथवा समथिङ के हेरिटेज भन्थ्यो अनि यसको ब्याक अफ द साइडमा चाहिँ यो ट्रेल छ अनि हामीहरूले करेन्टली त्यही ट्रेलमै हिँडिरहेको हो त्यहाँबाट पानी भएको साउन्ड आइरह ट्याक्कै यहाँबाट कुल वेदर सन्नी वेदर स्काईको भ्यू अति नै दामी छ वाउ दोस्रोले फोटोग्राफी भिडियोग्राफी गरिरह सानो पोखरीमा पोखरीको माटो रातो रातो रहेछ क्या अनि पानी पनि रातो रातो देखिरह पानी क्या चिल छ यस्तो पानीमा पौडी खेल्नु पर्ने फेरि ट्रेल कन्टिन्यू भइसक्यो अब लगभग सबै यस्तै सेम एरिया छ के इन्ट्रेस्टिङ आयो भने म फेरि त्यहाँनिर क्यामेरा अन गर्छु सी यु देयर हिँड्दै घुम्दै हामी एउटा दामी ठाउँमा आइसक्यौँ फेरि है रोबिन ब्रिज यस्तो राम्रो पोखरी छ फेरि यहाँनिर
माछा देखाइदिउँ न हेर न भित्रपट्टिको के हो यो कस्तो राम्रो देखिरहेको यो चाहिँ अर्को साइडपट्टि हल्का माछा त उडिरहेको यहाँनिर वाउ 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 यो एङ्गलबाट कस्तो राम्रो आएको है वाउ नाइस लेट्स गो एक दुईजना मान्छेहरू माथि उकालो चढिरहेछ अब हामी पनि सायद त्यहीँ जाने होला अनि ऊ त्यो टपबाट कस्तो भ्यू आउँदो रहेछ त वी गना सी अहिलेलाई यो बाटो अनि टुई 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 जिन्दगीमा सधैँ राइट डिसिजन राइट ठाउँ जानुपर्छ तर अहिले हामी लेफ्ट जान्छ लेट्स गो तर प्लानमा चेन्ज भइसकेको छ हाम्रो दोस्तले ब्लूवाला नै फलो गर्ने भनिरहन् ट्रेल अफ भिजन हामी एकछिनमा जाने अहिले पाथ अफ पिपल भनेपछि सिधा लेट्स गो दोस्त थाक्यो कि क्या हो आर यु टायर्ड ब्रदर No, I'm just enjoying the view. भ्यू यो भ्यू ओए राम्रो रहेछ के यो वाट इज दिस दोस्त खाइदियो भन्छु म यो बियर गिल्स भन्दै मर्न मन छैन मलाई मान्छे आउनु पर्यो अन्त वे हामी हिँड्दै जाँदा यहाँनिर कस्तो मिठो पानी बगेको देखिरहेको राइट देयर अनि यति देखेपछि म मक्ख हजुर दामी आवाज आउँछ त नजिकै जानु मिल्दैन दोस्तलाई यसको साउन्ड राम्रो लाग्यो पानीमा खुट्टा डुबाएर बस्नु नि एकछिन तर क्रेजी राम्रो देखिरहेको दामी हो यार नेपालकै याद दिलाइदियो यार नुहाउन जानु यार भोलि एक दिन कतै हो समरको फिल गरौँ न यार बिचतिर जाऊँ भन्छु म चाहिँ एकदम बिचतिर के लामो बिचतिर भन्दा पनि एकचोटि चाहिँ के भन्नु रहेछ भने बिचतिर भन्दा पनि एकचोटि चाहिँ काइकिङ गर्न जाऊँ काइकिङ भनेको कस्तो रे पोखरातिर चलाउँछ नि ए त्यो बोटिङवाला अनि एकचोटि चाहिँ नुहाउनै जान्छ हो त्यस्तो नि गर्ने नुहाउनै नि मिल्ने ठाउँमा जाऊँ क्या दोस्तले एउटा भनेको थियो त्यो लेकमा मिल्सरी रेन्ट गर्न भन्छ जाऊँ न त्यहाँ जाऊँ न के भन्छ त्यहाँनिर जानु मिल्दैन होला किन नमिलेको बाटै छैन के त्यो स्थिति बाटो बनिहाल्छ दोस्तलाई तर नजाऊ भन्छु म द्याट्स फिल्स इलिगल तर त्यहाँनिर गएपछि मजा आउँछ त्यस खुट्टा डुबाएर बस यो पनि दामी भ्यू देखिरहेको हेर न त्यहाँ जाऊँ कि लास्टसम्म त्यहाँ जाऊँ भन्छ यार अनि फेरि हाम्रो सिधै बुझौँ न पारी गइदिनु त्यस्तै हेर न त्यहाँ यो चेयर रहेछ एउटा on the top of the cliff wow wow
ला 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 अझै एउटा बेस्ट नजारा मेरो अगाडिपट्टि टु द लेफ्ट दिस वान ओइ कत्रो ठुलो सर्प वाउ walking tick 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 and the another view हाम्रो अगाडि tick 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 त्यो टपमा मान्छेहरू पुगिसकेको रहेछ हामी अन द वे लेट्स सी यो बाटो कहाँ जान्छ बाटो मात्रै देखाउन चाहिँ खासै प्र्याक्टिकल नहोला म अर्को नेक्स्ट भिउमा फेरि क्यामेरा अन गर्छु तब तकके लिए स्टे अनलाइन साथीले भेटिसकेँ मैले साथीले एक्सप्लोर गरिरहेछ तर अब त्योभन्दा क्रेजी चिज मैले के देखेँ भन्दाखेरि पानी बग्दै 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 यहाँ आएको रहेछ फोनमा चाहिँ खासै वाव देखेको छैन तर रियल आँखाले हेर्दा चाहिँ वाव देखिरहेको दिस इज द भ्यू बर्ड साउन्ड नेचर कम्पोजिसन दामी छ आज यो चाहिँ के हो यो त पहिला पहिला युद्ध लड्ने ठाउँ जस्तो क्या हेर न पाहाडबाट त्यहाँबाट राणा शासनको युद्ध अन्त्य भएको थियो साथीको अनुसार हामी 2022 हिँडेको अनि यो बाटो त यो बाटो त्यहाँ नजाँदो रहेछ घुमेर जान्छ कि जस्तो लागिरहेको थियो हामी ब्याक त त्यही बाटो हाहा गरेर हाँसिरहेको त्यहाँबाट साउन्ड आइरहेको भनेपछि त्यो एरिया नजिकै रहेछ कि त्यहाँ त्यो चिच्चाएर हाँसिरहेको एनिवे लेट्स गो हाम्रो दोस्रो जुतको बाटो लिएर जान थाल्यो यस्तो घाँसे मैदान हिँडाइरहेको छ यहाँ सर्प आयो भने एनाकोन्डा आयो भने साँच्ची मैले देखिरहेको सर्प उयो यो त क्रेजी ठाउँ हो दोस् अझै पनि ठाउँ टाइम चाहिँ हामी फर्क्यौँ भन्छु म नफर्किने तर मजा चाहिँ मजा आइरहेको थ्रिलमा हिँडिरहेको हामी सर र घाँसको बिचमा होइन टुई हिँड्दै हामी ऊ त्यो टप जानु हो त्यहीबाट अरू पनि आएको रहेछ क्या है लेमी गेस यस राइमिङ भइसक्यो म ऱ्यापर भइदिउँ कि क्या अब भ्लगरबाट ऱ्यापर लेमी गेस ओ यस एनाकोन्डा आयो भने दोष होइन म तिमीलाई अगाडि धकलिदिन्छु हावा हुरी ठाउलेर आयो साथीले यार त्यो योजिन हो कि बोजिन भन्ने यता आयो भने के गर्ने ओ माय गॉड ये क्रेजी हो गया दोस्त डराएर भाग्यो क्रेजी हो गया बाटो बनाइदिनु This is a view. Also उकालो छ but let's go त्यसै मैले यहाँ आऊ भनेको त नि उकालो हिँड्दै
गाडी है अझ मैले सुनाएँ भनेको गर्मी सबै त्यहाँ गएको थियौँ त्यो बाटो कता हो कता जान्थ्यो सफा भयो एकछिन रोज अनि अनि यो बाटो हामी यस्तो 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 आयो यस्तो यस्तो आयो यहाँनिर आयौँ सायद यहाँबाट यो उकालो 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 चढेर हामी यहाँ आयौँ Such a place. यसरी बस्ने ठाउँ छ पानी मिठो बगिरहेको होइन त And this is it for today. Bye.